नमस्ते है नमस्ते साथीहरू सम्पूर्णलाई नमस्कार। के छ खबर? म चाहिँ आज ससुरालतिर जाँदैछु। केही काम पर्यो त्यही भएर हामी चाहिँ ससुरालतिर जाँदैछौँ र पछाडि छोरी र बुढी आउँदैछन्। म चाहिँ अघि हिँडिरहेको छु र आयो तपाईहरू सबैजना सन्चै हुनुहुन्छ होला हैन? र हामी चाहिँ एकदमै ठिकठाक आरामै छौँ र ससुराल जानु भनेर हिँडेको। बाटोमा के हुन्छ म हजुरलाई देखाउँछु है त। ससुराली फेरि मेरो नजिकै छ नि त। यहीँबाट लगभग 15-20 मिनट मात्रै लाग्छ यहाँबाट पुग्न, त्यही नै हो। लु यता चाहिँ नानी हिँडिरहेको छ। हामी चाहिँ ससुरालीतिर जाँदैछौँ गाइस। लु कहाँ जाने नानु? कहाँको बारीमा जाने? नानीले त माउला जाने होला नि। माउला जाने कि बारीमा जाने तिमी? सर्वोज अरे यसलाई थाहा रहेछ। जम 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 छिटो जम। तेरो कभर लगाऊ भनेको त उस झुम्का निकालेर। लु गाइज अब चाहिँ हाम्रो गाउँ हेर्नुहोस् न कस्तो राम्रो देखिन्छ होइन यतातिरबाट। ल यहाँ सर्फ छ भनेर अस्ति नानीले हो, तर छैन यहीँ रहेछ। उता के लिएर गछ न काँचु लिएर न कसरी निकाले केले खाइसके। उता भित्र लिएर गयो है कालिहाल त। भेट मलाई जति कसलाई डर लाग्छ र अर्को सर्फो भए खाइरहेको होला के। प्रायः जस्तो सर्फुल चाहिँ खान्छ कि सर्फुलाई गाइज। र म चाहिँ यतातिर चत्ता हामी चाहिँ ससुराली गाउँतिर जाँदैछौँ। यो हाम्रो ससुराली गाउँ जाने बाटो। श्रीमती, छोरी, बुढी, म, छोरी यहीँ छ। यतै गाइजतिर हाम्रो गाउँमा मकै पनि ठुल्ठुला भइसके। यहाँ झार त लपक्कै भएछ यहाँ पनि। दादा गाइज हेर्नुहोस् है मकै कस्तो राम्रो भएको छ कि मकै। यो मकै भयो। यतातिर पनि मकै हेर्नु यस्तो राम्रो भएको छ अहिले। हिजो पानी जाएकै नि सर केही नि गरेन। हाम्रो फेरि धेरै कुरा हुन्छ क्या साथीहरू। छिटो हिँड नानु, छिटो हिँड। गाइज अब हामी चाहिँ बाटोमा जाँदैछौँ होइन। के गर्नु यस्तै छ जिन्दगी, मरिलानु के छ र। या सासूलाई पावर पनि ल्याइदिएको छु कि भाँटदेखि नै गुलेली लैदिएको काली गुलेली हिँडै लको अस्ति नै होला। यो क्यामेरा हल्ले छ कि मेरो? मैले हात हेर्न काली यो हात स्टेबल राख्नै नसकेको। कति हल्ले छ क्यामेरा हेर्न। यतिको हल्लेर केही हुन्न होला। कुनै भिडियो कस्तो आइरहेको यसले।
यताको हातले राम्रै हुन्छ होला स्टेबल हुन्छ यस्तो यताको हातले किन स्टेबल राख्न सक्दैन मैले ए नानुले मलाई भेट्न खोजेको हो ओके जल्दी आ जाऊ यो मोटर बाटोमा ओइ मोटर बाटोमा त्यतातिर स्कुल उतातिर उहाँ पारि जुठा पौवा यहाँ स्कुल छ यहाँ छोरी छ कति रिसा हिँड्न भरेर मेरा बानी ओ सानो मान्छे किन रिसाएको ह के चित्त बुझेन सानो मान्छे के चित्त बुझेन भन त के गर्नु मैले के गर्न पर्यो बोक्न पर्यो कहाँ बोक्ने काँडे खुरी बोक्ने कसले भनेको काँडे खुरी भनेर भन्छ हेलो गाइस दर्शन नमस्ते भन ल भन्दै न हेलो गाइस यता हेरेर कि यस्तो गरेर लौ बेर हेर अब हेलो गाइस दर्शन नमस्ते भन ल ल आऊ ल त्यसो भए आऊ ल यो खोइ कसले काम नपाएको होला नि त यो हावाल खसालेको है को यो पनि पुरै हावाल उडाएको छ न ल